म सोइल मेकानिक्सको फर्स्ट च्याप्टर जुन चाहिँ इन्ट्रोडक्सन च्याप्टर छ त्यसको बारेमा डिस्कस गर्दैछु र जुन चाहिँ मैले सेकेन्ड च्याप्टर चाहिँ अलरेडी अपलोड गरिसकेको छु। त्योभन्दा अगाडिको फर्स्ट च्याप्टरको इन्ट्रोडक्सन छुटेको थियो, म त्यसको बारेमा डिस्कस गर्छु आज र फर्दर मोर भिडियोमा चाहिँ म सेकेन्ड च्याप्टरदेखि कन्टिन्यू गर्दैछु र यसको मैले इम्पोर्टेन्ट क्वेसनहरू थ्योरी क्वेसनहरू पनि अलरेडी पोस्ट गरिसकेको छु युट्युब च्यानलमा। तपाईँले यदि हेर्नु भएको छैन भने च्यानल भिजिट गरेर हेर्न सक्नुहुन्छ। र फर्स्ट अफ अल त आजको टपिकतिर जाउँ, इन्ट्रोडक्सन अफ सोइल मेकानिक्स जुन चाहिँ सिटिबिटी को फोर्थ सेमिस्टरमा सिभिल इन्जिनियरिङको एकदमै इम्पोर्टेन्ट छ। यो कुराहरू बुझ्नु, तपाईँहरूले यो कुराहरू बुझ्यो भने एकदमै सजिलो हुन्छ सोइल मेकानिक्स भन्न। फर्स्टमा त सोइल मेकानिक्स भनेको सोइल भनेको के हो त भन्दाखेरि सोइल भनेको चाहिँ ल्याटिन वर्डबाट सोडियम भन्ने चाहिँ वर्डबाट आएको हो, विच मिन्स द अप्पर लेयर अफ द अर्थ, जसको मतलब चाहिँ के हो त भन्दाखेरि अप्पर लेयर अफ द अर्थ हो, टपर मोस्ट पार्ट अफ द अर्थ भनिन्छ। अब त्यसपछि फादर अफ द सोइल मेकानिक्स चाहिँ को हुन् त भन्दाखेरि डाक्टर कार्ल भोन तेर्जागी चाहिँ फादर अफ द सोइल मेकानिक्स हुन्, जुनलाई चाहिँ फादर अफ सोइल मेकानिक्स भनिन्छ। किन भनिन्छ भन्दाखेरि उनले चाहिँ के दिएका त भन्दाखेरि थ्योरी अफ कन्सोलिडेसन दिएका कारणले चाहिँ के भनिएको छ त भन्दाखेरि उनलाई चाहिँ फादर अफ सोइल मेकानिक्स भनिएको हो। अनि त्यसपछि मैले सोइल मेकानिक्सको डेफिनेसन अनि त्यसपछि सोइल भनेको के हो अलरेडी डिस्कस गरिसकेको छु त्यसको बारेमा, जुन चाहिँ इम्पोर्टेन्ट क्वेसन थ्योरी क्वेसन थियो त्यसमा गरेको छु, तपाईँहरू हेर्न सक्नुहुन्छ। र आज चाहिँ म त्यसको बारेमा बनाएको छैन, जस्ट इन्ट्रोडक्सनको पार्टहरू। अब ओरिजिन अफ सोइल एकदमै इम्पोर्टेन्ट छ, जुन फाइनल इक्जामको लागि एकदमै भेरी 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 इम्पोर्टेन्ट क्वेसन हो। यो चाहिँ जहिले आइरहेको हुन्छ। ओरिजिन अफ सोइल कसरी ओरिजिन हुन्छ त भन्दाखेरि यो चाहिँ जुन चाहिँ टेबल छ यो पढ्यो भने यहाँबाट थाहा हुन्छ। वेथरिङ अथवा डिसेन्टिग्रेसनलाई के पनि भनिन्छ, इरोजन पनि भनिन्छ। र ट्रान्सपोर्टेसन हुन्छ, ट्रान्सपोर्टेसन भइसकेपछि डिपोजिसनपछि अपहेबल हुन्छ। यो भनेको चाहिँ के हो त भन्दाखेरि ओरिजिन अफ द सोइल, कसरी चाहिँ सोइल ओरिजिन हुन्छ त बन्छ त भन्ने कुरा हो। जुन चाहिँ यहाँ देखाएको छ यो रक हो, रकबाट के भयो त वेथरिङ भयो, वेथरिङबाट ट्रान्सपोर्टेसन भयो, ट्रान्सपोर्टेसनबाट डिपोजिसन भयो, डिपोजिसनबाट अपहेबल भयो। यो चाहिँ के भयो त भन्दाखेरि ओरिजिन अफ द सोइल साइकल पनि भन्छ यसलाई चाहिँ। अब त्यसपछि यसलाई चाहिँ के पनि भनिन्छ अरे पेडोजिनस साइकल अथवा जियोलोजिकल साइकल पनि भन्ने गरिन्छ। यो कुरा चाहिँ छ। अब वेथरिङ अफ रक कसरी चाहिँ वेथरिङ हुन्छ भन्ने कुरा चाहिँ बुझ्नुपर्छ। वेथरिङ कसरी हुन्छ त भन्दाखेरि फिजिकल र केमिकल फ्याक्टरबाट हुन्छ। फिजिकल फ्याक्टरहरू के हुन सक्छन् भन्दाखेरि फिजिकल वेथरिङमा चाहिँ के हुन्छ त टेम्परेचर चेन्ज भयो भने हुन्छ, अर्को चाहिँ स्पिड अफ रुट अफ प्लान्ट भयो भने हुन्छ, अनि त्यसपछि वेडिङ एक्सन अफ आइस भयो भने हुन्छ, अब्जर्प्सन जस्तै घस्रण भयो भने हुन्छ, कोर्स ग्रेन भयो भने हुन्छ। अब मिनरलोजी कम्पोजिसन डज नट चेन्ज द सोइल इन्फर्म्ड, मिनरलोजी चाहिँ कम्पोजिसनले चाहिँ के हुन्छ त भन्दाखेरि सोइल चेन्ज चाहिँ हुँदैन भन्ने कुरा चाहिँ छ। अर्को चाहिँ केमिकल चेन्जमा चाहिँ के कारणले चाहिँ केमिकल वेथरिङ हुन्छ त, केमिकल वेथरिङ हुनुको रिजन चाहिँ अक्सिडेसनमा चाहिँ के छ रियाक्सन विथ O2 भयो भने चाहिँ अक्सिडेसन हुन्छ। हाइड्रेसन रियाक्सन विथ H2O वाटरसँग भयो भने हाइड्रेसन भयो। रिडक्सन भनेको रियाक्सन अब्सेन्स अफ वाटर O2, अक्सिजनको अब्सेन्समा चाहिँ रियाक्सन भयो भने त्यसलाई के भनिन्छ त भन्दाखेरि रिडक्सन भनिन्छ। अनि कार्बोनेसन भनेको चाहिँ के हो त भन्दाखेरि कार्बन डाइअक्साइडतिर रियाक्सन भयो भने। हाइड्रोलाइसिसको कुरा आउँछ। हाइड्रोलाइसिस भनेको चाहिँ हाइड्रोजन प्लस र OH माइनसको कुरा आउँछ यसमा चाहिँ। अर्को लिचिङ भनेको चाहिँ के हो, वासिङ आउट अफ द साल्टको कुराहरू आउँछ। ड्यु टु द केमिकल वेथरिङ मिनरलोजी कम्पोजिसन इज चेन्ज, कम्पोजिसन चाहिँ के हुन्छ त चेन्ज हुन्छ। सोइल फर्म्ड इन द फाइन ग्रेन्ड सोइल भन्नुको मतलब चाहिँ के हुन्छ त भन्दाखेरि केमिकल वेथरिङबाट चाहिँ फाइन ग्रेन्ड सोइल चाहिँ बन्छ भनेपछि केमिकल वेथरिङबाट चाहिँ मिनरलोजी कम्पोजिसन जर्नल चेन्ज त यसबाट के हुन्छ त भन्दाखेरि कोर्स ग्रेन सोइल चाहिँ फिजिकल वेथरिङबाट चाहिँ कोर्स ग्रेन सोइल चाहिँ फर्म हुन्छ भन्ने जेनरली बुझ्नुपर्छ। अब त बेसिक टाइप अफ सोइल केहरू छ त मैले सोइलको इम्पोर्टेन्ट जुन चाहिँ सोइलको वाट इज द इम्पोर्टेन्ट क्वेसन अफ द सोइलको जुन थ्योरीवाला चाहिँ पोस्ट गरेको छु त्यसमा चाहिँ त्यो भिडियोमा मैले अलरेडी डिस्कस गरिसकेको छु कि टाइप्स अफ द सोइलहरू आउँछ। अब रेसिडियल सोइल फर्स्टमा छ सोइल डिपोजिटेड एट द इनिसियल लोकेसन अफ द प्रेजेन्ट रक, जस्तै मानौ जहाँनिर रक प्रेजेन्ट छ, जहाँनिर ढुङ्गाहरू चट्टानहरू छ त्यहीँनिर चाहिँ सोइल छ भनेपछि त्यसलाई के भनिन्छ त भन्दाखेरि रेसिडुअल सोइल भनिन्छ। इन्जिनियरिङ प्रोपर्टी आर बेटर भन्नुको मतलब चाहिँ इन्जिनियरिङ प्रोपर्टी भनिसकेपछि तपाईँले बुझिसक्नु भएको छ। इन्जिनियरिङ प्रोपर्टी भनेको ओन्ली त्यसको चाहिँ बेरिङ क्यापासिटीको कुरा हुन्छ। बेरिङ क्यापासिटीबाट त्योभन्दा माथि चाहिँ के अरे हामीले के भन्छ स्ट्रक्चरहरू बनाउँछौँ, त्यसैले इन्जिनियरिङ प्रोपर्टी
भने चाहिँ राम्रो हुन्छ रेसिडियल सोइलको। अर्को चाहिँ त ट्रान्सपोर्टेड सोइल, यु नो अबाउट द ट्रान्सपोर्टेड सोइल। ट्रान्सपोर्टेसन सोइलको चाहिँ धेरै टाइपहरू छ। सोइल ट्रान्सपोर्टेड फ्रम वान प्लेस टु अनदर लोकेसन, एक ठाउँबाट अर्को ठाउँमा जसरी सर्छ ट्रान्सपोर्टेसन हुन्छ विभिन्न कारणले, त्यसलाई चाहिँ के भनिन्छ त ट्रान्सपोर्टेसन अफ द सोइल भन्छ। अब त्यसपछि ट्रान्सपोर्टेसन बाई एयर भयो भने चाहिँ के हुन्छ त भन्दा एलुभियल सोइल भनिन्छ। अनि ट्रान्सपोर्टेड बाई वाटर भयो भने एलुभियल सोइल भन्छ। ट्रान्सपोर्टेसन बाई के डिपोजिटेड इन लेक्स, लेकको मतलब चाहिँ लेकको तलतिर डिपोजिटेड भएको छ भने त्यसलाई के लेक्स्ट्राइन भनिन्छ। अनि डिपोजिटेड इन सी छ भने त्यसलाई के भन्छ मारियन अथवा सेलिन पनि भन्छ, त्यसलाई यो बुझ्नु पऱ्यो। ट्रान्सपोर्टेसन बाई ग्राभिटी त कोलुभियल अथवा टालस पनि भन्छ भन्नु बुझ्नु पऱ्यो। ट्रान्सपोर्टेसन बाई ग्लेसियरलाई ग्लेसियल डिपोजिटेड पनि भन्नु पऱ्यो। अनि सम इक्जाम्पल अफ द एओलियन सोइल, एओलियनको इक्जाम्पल चाहिँ लस लोसेस स्यान्ड कुराहरू आउँछ। लस डेन्सिटी, हाई कम्प्रेसिबिलिटी, पर्मेबिलिटी इन भर्टिकल डाइरेक्सन इन मोर नट सुइटेबल फर कन्स्ट्रक्सन, यो कुराहरू चाहिँ बुझ्न जरुरी छ। जुन चाहिँ तपाईँले सोइल मेकानिक्स पढ्दै हुनुहुन्छ यो कुराहरू बुझ्न एकदमै आवश्यक छ। अर्को चाहिँ ग्लेसियल डिपोजिसनमा चाहिँ टाइप, त्यसको इक्जाम्पलमा चाहिँ टिल, ड्रिफ्ट, आउटवासको कुराहरू छ। तपाईँहरूले यसको बारेमा फर्दर मोर स्टडी गर्न सक्नुहुन्छ रिसर्च गरेर। यो चाहिँ अहिले तपाईँलाई चाहिँ जस्ट सिटिभिटीको इक्जामको तयारी गर्दै हुनुहुन्छ भने यति कुराले पुग्छ। यति लेख्यो भने मैले पहिला रेसिडियल सोइलको कुरा गरेँ, रेसिडियल सोइलको टाइपहरूको कुरा गरेँ। अब त्यसपछि अर्ग्यानिक सोइल। अर्ग्यानिक सोइल भनेको फाउन्ड बाई ब्याक्टेरियल डिकम्पोजिसन अफ प्लान्ट अथवा एनिमल, मतलब ब्याक्टेरियल डिकम्पोजिसन हुँदै गर्दाखेरि हुने सोइल, बन्ने सोइललाई चाहिँ के भनिन्छ त भन्दाखेरि अर्ग्यानिक सोइल भनिन्छ। यु नो अबाउट द प्लान्ट एन्ड एनिमललाई चाहिँ के हो त भन्दाखेरि कुनै रुख अथवा जनावरहरू मऱ्यो भने त्यसमा चाहिँ के हुन्छ त भन्दाखेरि साना साना ब्याक्टेरियाहरूलाई त्यसलाई डिकम्पोज गराउँछ, कोउने प्रोसेस गरिन्छ, त्यहाँनिर चाहिँ के भन्छ सोइल फर्म हुन्छ, त्यसलाई नै के भन्छ अर्ग्यानिक सोइल भनिन्छ। अब इक्जाम्पलमा चाहिँ के छ भन्दाखेरि मक अनि पिट अनि ह्युमस यो कुराहरू पनि छ। जस्तै मानौ कि ग्लेसियलबाट त्योबाट हुने कुरा। अनि त्यो अर्ग्यानिक याज ओइल याज त इनअर्ग्यानिक म्याटरबाट भन्छ मक सोइल। अनि फुल्ली डिपोजिटेड अर्ग्यानिक सोइल। अर्को चाहिँ छ पार्टली डिकम्पोजिट अफ अर्ग्यानिक सोइलको कुरा हुन्छ। यसमा चाहिँ के छ भन्दाखेरि यसको इट हेज द क्यारेक्टर्स डार्क कलरको हुन्छ। अनि त्यसपछि अर्डर हुन्छ। अनि त्यसपछि 1 देखि 2 सम्म चाहिँ यसको स्पेसिफिक ग्राभिटी हुन्छ। अर्को चाहिँ यो चाहिँ फेरि यो पनि त के छ भन्दाखेरि कन्स्ट्रक्सनमा चाहिँ सुइटेबल हुँदैन भन्ने कुरा चाहिँ बुझ्नुपर्छ। अनि त्यसपछि अर्को चाहिँ छ मक प्लस। अर्को चाहिँ के छ भन्दाखेरि यसमा चाहिँ मक प्लस पिटबाट के भनिन्छ भन्दाखेरि कोमुलेसन सोइल पनि भन्छ कोमुलुज सोइल पनि भन्छ भन्ने कुरा हुन्छ। सोइल मेकानिक्सको बारेमा मैले फेरि पनि भने, सोइल मेकानिक्सको डिफिनेसन फेरि मैले यहाँ राखिदिएको छु। सोइल मेकानिक्स भनेको के हो त भन्दाखेरि सोइल मेकानिक्स इज द ब्रान्च अफ साइन्स हो जुन चाहिँ अन्डरलेइङ द सोइल, जुन चाहिँ सोइल मेकानिक्स हो, अन्डरलेइङ द सोइलमा पर्छ, त्यो ब्रान्च अफ साइन्स हो। अनि टाइप्स अफ सोइल बेस्ड अन द पार्टिकल साइज, पार्टिकल साइजको आधारमा चाहिँ कस्ता किसिमका सोइलहरू छन् त भन्ने कुरा जान्नुपर्छ। जसमा चाहिँ जेनरली क्याटेगोराइज गरिएको छ फाइन सोइल र कोर्स सोइल, 2 टाइपमा क्याटेगोराइज गरिएको छ। अब फाइन सोइलमा चाहिँ के पर्छ त क्ले र सिल्ट पर्छ, र कोर्समा चाहिँ के पर्छ ग्रेभल, स्यान्ड, ग्रेभल, कोब्बल, पिब्बल र बोल्डर्सको कुराहरू आउँछ। जसलाई चाहिँ फाइन ग्रेनलाई चाहिँ के भनिन्छ त कोहेसिभ सोइल पनि भन्छ भने चाहिँ यसलाई चाहिँ कोइजनलेस सोइल पनि भनिन्छ। भन्नुको मतलब चाहिँ अब पार्टिकल साइजको कुरा गरौँ, जुन चाहिँ पार्टिकल साइज एमएममा हो, जुन चाहिँ युनिट चाहिँ एमएममा छ। जस्तै मानौँ अनि बोर्डर साइज जुन चाहिँ 3 mm साइज युनिफर्म साइज भएको साइडबाट रिटेन हुने जति पनि सोइल छ त्यो के हो त भन्दाखेरि बोर्डर्स हो। अनि त्यसपछि 80 mm साइज भएको चाहिँ साइडबाट चाहिँ त्यो रिटेन हुन्छ भने त्यसलाई कोबल एन्ड पिबल भन्छ भने चाहिँ ग्रेबल भनेको कुरा पनि त्यस्तै हो। ग्रेबल पनि 4.75 mm साइज भएको सिपबाट चाहिँ पास गर्दा जति सोइल रिटेन हुन्छ त्यो सोइललाई के भनिन्छ त भन्दाखेरि ग्रेबल भनिन्छ अभियसली। अब त्यसपछि स्यान्डको कुराहरू हुन्छ। स्यान्डकै चाहिँ 0.075 mm साइज भएको सिपबाट जति सोइल रिटेन हुन्छ त्यो चाहिँ के हो त भन्दाखेरि स्यान्ड हो। स्यान्डको पनि टाइप छ, फाइन छ, मिडियम छ, कोर्स छ। कोर्स चाहिँ 2 mm को सिपबाट चाहिँ रिटेन भएको हो। अनि त्यसमा मिडियमको स्यान्ड भनेको चाहिँ 0.425 बाट रिटेन भएको कुरा हुन्छ। अनि त्यसमा 0.075 mm को सिपबाट रिटेन भएको जुन सोइल छ त्यसलाई चाहिँ फाइन स्यान्ड भनिन्छ। अर्को चाहिँ त्यसमा चाहिँ सिल्टको कुरा पनि आउँछ। सिल्टको पनि त मैले कुरा गरिसकेँ, जुन चाहिँ मैले फाइन, मिडियम, कोर्सको कुरा, यो 0.0 यो रिटेन हुन्छ, यो mm साइजमा हुन्छ यसको युनिट, र यो सिपबाट जति पनि रिटेन हुन्छ त्यसलाई चाहिँ यसरी क्याटेगोराइज हुन्छ। क्ले भनेको के हो त, अब लास्टमा आउँछ क्लेको कुरा। क्ले भनेको चाहिँ के हो त भन्दाखेरि जुन 0.002 mm को साइज भएको सिपबाट
जति सोइल चाहिँ त्यहाँबाट चाहिँ पास भएर जान्छ त्यो सबै चाहिँ के हो त भन्दाखेरि क्ले हो। यसलाई चाहिँ के भनिन्छ त भन्दाखेरि पार्टिकल साइजका आधारमा सोइललाई क्लासिफिकेसन यसरी गरिएको हुन्छ। जुन चाहिँ इक्जाममा अथवा कम्पिटेटिभ कुनै लोक सेवाको तयारी गर्दै हुनुहुन्छ भने तपाईँको लागि एकदमै एकदमै भेरी भेरी इम्पोर्टेन्ट हुनसक्छ यो क्वेसन। यो क्वेसन तपाईँको लागि भेरी 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 इम्पोर्टेन्ट हुनसक्छ यदि तपाईँ कम्पिटेटिभ इक्जामको लागि तयारी गर्दै हुनुहुन्छ भने। अर्को चाहिँ छ साइज अफ सोइल इन एमएम। मैले भनिसकेँ एमएममा छ। वाट इज सोइल, के हो त सोइल। मैले यो सोइलको डेफिनेसन पहिला पनि भनिसकेको छु। जुन चाहिँ इम्पोर्टेन्ट क्वेसनको थ्योरी क्वेसनको भिडियो बनाएको थिएँ त्यसमा मैले डिस्कस गरेको छु। तर यदि तपाईँले चाहिँ त्यो भिडियो हेर्नु भएको छैन भने यो च्यानल भिजिट गरेर हेर्न सक्नुहुन्छ। वाट इज सोइल, सोइल के हो त भन्दाखेरि सोइल इज डिफाइन्ड एज द नेचुरली अकर। भन्नुको मतलब चाहिँ यु नो अबाउट द सोइल। वाट इज द सोइल, सोइल इज जेनरली नन यु नो अबाउट द सोइल अबाउट नेचुरली अकोरिङ इन द अर्थ सेडिमेन्ट कन्सोलिडेसन अथवा अनकन्सोलिडेटेड अर्ग्यानिक। भन्नुको मतलब चाहिँ जति पनि कन्सोलिडेट भएको पनि कन्सोलिडेट नभएको सोइल जति पनि नेचुरली फर्म छ जुन हाम्रो अर्थमा त्यसलाई नै के भनिन्छ। जुन चाहिँ के त भन्दाखेरि रकको माथिपट्टि अथवा रकको आसपास अथवा वरिपरि छ जति पनि फर्म हुन्छ त्यसलाई नै सोइल भनिन्छ हाम्रो इन्जिनियरिङ ल्याङ्ग्वेजमा। इन अनदर वर्ड भनेको चाहिँ के हो त मेटेरियल विच लाई एबोभ द बिड रक आर नन एज अ सोइल इन सिभिल इन्जिनियरिङ। यो कुरा चाहिँ तपाईँलाई जान्न जरुरी छ जुन चाहिँ इक्जाममा पटक पटक आइरहेको छ। यति नै हो। फर्स्ट इन्ट्रोडक्सन च्याप्टरबाट तपाईँले चाहिँ यति पढ्नुभयो भने योभन्दा बाहिरबाट क्वेसन चाहिँ आउँदैन। ओरिजिन ओरिजिन अफ द सोइल चाहिँ इम्पोर्टेन्ट क्वेसन हो। यहाँबाट आउने भनेको चाहिँ ओरिजिन अफ द सोइल र तपाईँले चाहिँ के पढ्नुपर्छ त भन्दाखेरि ओरिजिन अफ द सोइल अथवा ट्रान्सपोर्टेसन यो कुराहरू चाहिँ जान्न जरुरी छ। अरू केही पनि छैन। आजलाई यति नै। अर्को भिडियोमा मिल्ने नै छौँ। यदि भिडियो मन पऱ्यो भने लाइक गर्नु होला, च्यानललाई सब्सक्राइब गर्नु होला अनि सँगै पढ्ने साथीहरूलाई सेयर गर्नु होला। थ्याङ्क यू फर वाचिङ र अर्को भिडियोमा मिल्ने नै छौँ। च्यानललाई सब्सक्राइब एन्ड सेयर इट इज द इम्पोर्टेन्ट फ्याक्टर फर इफ यु वाच दिस भिडियो। एन्ड थ्याङ्क यू अगेन।